काट्दाखेरि मैले चाहिँ गोठमै गएर चाहिँ म सुत्छु बस्छु त्यहाँ प्रत्येक साथीभाइलाई भेट्छु भनेर आएको भेट्नुभयो सबैलाई भेटेँ मैले सफा पानी छ कि माथि गाईबस्तुले पानी पिउने ठाउँ छ घाँस प्रशस्ति चैत वैशाखन प्रशस्ति यहाँनिर पहिलेको धेरै मजाको साथीभाइ हुनुहुन्थ्यो नि त उहाँहरू अब भित्र जानुभएको त्यही सम्झेर आउनु भएको मैले त्यही त र पनि उहाँहरूको पाइला पाइला हिँड्न पाएँ मैले त्यही सोचेकै थिएन देख्न पाएँ अब एउटा फेरि आउँदाखेरि एउटा खर्साको एउटा भनौँ न पाङ्पा भन्ने होलीमा गएर पानी पिउँदा चाहिँ एउटा आँखाबाट यहाँ देख्दाखेरि यसो विचार गरेको गाईको घन्टी बजाएको नि हामी अब त्यो कुन देशमा पुगे पनि उहाँहरूले यस्तो ठाउँमा बसेर पालिरहनु भएको रहेछ यो नि मेरो लागि सोचेको थिइनँ मैले जस्तो यहाँनिर अब उहाँ भएर पनि विलासी जीवन त छ तर टिकट 1 नम्बर पनि गएँ 2 नम्बर पनि गएँ 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर 7 नम्बर 8 नम्बर 9 नम्बर हिजो मात्रै 10 नम्बर पुगेर त्यहाँको